यदि यो दर्शन अन्तर्गत मेरो उदाहरण मैले पनि यो दर्शन अन्तर्गत हेर्न सकेको थिइनँ भने सायद मेरो लागि पनि सबैभन्दा ठुलो चाहिँ पैसा नै हुन्थ्यो होला, सायद सम्पत्ति नै, धन सम्पत्ति नै हुन्थ्यो होला। सबैभन्दा ठुलो त्यो हो, तर सबै थोक चाहिँ होइन। आवश्यक छ, धन सम्पत्ति आवश्यक छ, तर सब थोक होइन। त्यस कारणले गर्दा त हामी भन्दैछौँ राजनीतिक क्रान्ति, धार्मिक, सांस्कृतिक, शैक्षिक र सामाजिक यो जुन 5 क्यान्डलले इङ्कित गर्दैछ नि, यो क्रान्तिहरू सफल गर्नुपर्छ। हामीले त्यो सफल गर्नका निमित्त धेरै पुस्ताहरूले आफ्नो प्राणको बाजी लगाएर एमाले, कांग्रेस, माओवादीदेखि लिएर नयाँ र पुराना दलहरूमा लागि नपरेको होइन, केही हुन्छ कि भनेर लागेकै हुन्। तर त्यो हुँदै गर्दाखेरि एमएनओले 35 वर्ष अगाडिदेखि नै होइन है, यो देशको असली राजनीतिक लडाई भनेको 20% आर्य र 80% अहिन्दू मंगोल बीचको एउटा वर्ण विभेद विरुद्धको लडाई छ। त्यो सफल गर्नुपर्छ। पहिला यो दल बीचको, पार्टी बीचको लडाई होइन। तेरो पार्टीले जित्यो, मेरो पार्टीले जित्यो, मेरो पार्टीले जित्यो, तेरो पार्टीले हार्यो भनेर उत्साह र उमङ्ग हुने समय होइन यो। कसले जित्दैछ? निर्वाचनमा हामी लागि पर्यौं। भानु मगरजी हुनुहुन्छ, उहाँले पनि मेची नगर 3 बाट वडा अध्यक्षमा उम्मेदवारिता दिनु भएर लागि पर्नुभयो। तपाईलाई कतिलाई थाहा हुन्छ, म पनि निर्वाचनमा हुमिँदै गरेको व्यक्ति थिए। जित्नकै लागि लड्नुपर्छ भने, त्यो निर्वाचनमा जित्नकै लागि नै ठुलो कुरो हो भने हाम्रा अनार्कहरू एमाले, कांग्रेस, माओवादीमा झोले भएर अब सुन्दा नमजा लाग्छ, झोले भएर निरन्तर संघर्ष गरेर जितेका पनि हुन्। तर उनीहरूको केही लाग्यो, राई, लिम्बू, तामाङ, गुरुङ, मगरको भाषा, लिपि, सभ्यता, संस्कृति वैधानिक रूपमा विधान अन्तर्गत बचाउन सक्यो। हामीले स्कुल क्याम्पसहरूमा, पाठ्य पुस्तकहरूमा पढ्न पायौं। आज कहाँ लोप हुँदैछ? हामीलाई त्यो चिन्ताको विषय हो। यस्तै पाराले हो भने हामी बाँच्नु र मर्नुको अर्थ हुँदैन। हाम्रो बचाइ भनेको एउटा जिन्दा लास जस्तो बचाइ हुन्छ। यो समाज त्यस्तो छ, त्यो समाजभित्रकै मान्छे म। तर अब यो समाजलाई परिवर्तनशीलमा अगाडि बढाउनको निमित्त अब फेरि एक खालको उत्साह, एक खालको जागरुकता ल्याउनु हाम्रो उद्देश्य बनेको छ। हामीले उत्साह र जागरुकता, यो महत्त्वपूर्ण कुरा हो। जुन महत्त्व र सत्य छ त्यसमा हिँड्न कठिन छ, तर यो बेगर त क्रान्ति सफलै हुँदैन। असली संघर्ष नगरिकन क्रान्ति सफल हुँदैन। हेर्नुहोस्, त्यसकारणले मैले अघि पनि भने, अब भोट ब्याङ्कको आधारमा मात्रै हामी गरिनु भएन। यस संगठन अन्तर्गत पूर्ववक्ताज्यूहरूले पनि भन्नुभयो, हाम्रो उद्देश्य भनेको निर्वाचनबाट तपाईँ हामी प्रतिनिधित्व गर्दै जाने एउटा छ। तर त्यो सँगसँगै हामी समाजमा रहेका तपाईँ हाम्रो सामाजिक संस्कार, एउटा लोकतान्त्रिक समाजवादको कुरा गर्दैछौँ नि, त्यो अन्तर्गत चाहिँ अब इमानदार, वफादार, गुलामीपन सहेर पाएको पद र पैसामा होइन, गुलामीपन सहेर बोल्दै गर्दाखेरि मात्रै सुन्नै हुने समाज होइन। अब हामी इमानदार र वफादार साथ आफ्नो कुरा राख्दै गर्दा पनि सुन्नै हुनुपर्छ। त्यो सुन्नै हुनको निमित्त चाहिँ एउटा मजबुत लडाई लड्दैछौँ हामी। त्यो लडाईमा म मात्र होइन, तपाईँ हामी सबैजना छौँ। म यहाँबाट बोल्दैछु, म बोल्दै गर्दाखेरि म फरक, म नौलो होइन। यो स्टेज, त्यो बसाई सब तपाईँ हाम्रो एउटा लेभलमा छौँ। केवल एउटा सिस्टमले गर्दाखेरि मात्रै, राजनीतिक सिस्टमले गर्दा मात्रै यो परिधिभित्र रहेर हामीले हिँड्नु पर्ने। त्यो चाहिँ किन त भन्दाखेरि संगठन कुनै पनि व्यक्तिको अथवा बाउको फिर्ता नभएको, यो संगठन तपाईँ हाम्रो सबैको, यो हाम्रो साझा सम्पत्ति हो। हिजो थियो त्यस्तो माहौल थियो, हिजो मंगोल भन्न पनि डराउने समाज थियो। मैले पनि महसुस गरेको छु। जय मंगोल भन्दा, मंगोलको कुरा गर्दाखेरि मंगोल भन्न डराउने समाज थियो। त्यो समाज, तर हामी निरन्तर लागिरह्यौँ, हामी निरन्तर लाग्यौँ। अब त्यो समाजले मंगोल भन्न सक्ने
भइसकेको छ। मंगल भन्न सक्ने भइसक्दाखेरि फेरि आयो कुरा, मंगलको त नामै सुन्दैनौँ हामी। आयो नि काका बडाहरू, त्यसरी हाम्रो समाज अगाडि बढ्दै थियो नि त। मंगलको नामै सुन्दैनौँ भन्ने आयो। त्यस्तो समाजबाट पनि फेरि हामी निरन्तर लागि पर्यौं। हामी निरन्तर लाग्यौं कसैको गाउँमा। त्यति बेला त हामी काने बहिरो जस्तो भएरै हिँड्यौं, किनकि हामीले यसको गहनतालाई, यसको दर्शनलाई हामीले स्पष्ट रूपमा बुझ्दै गरेको एउटा सहयात्री भएको कारणले गर्दाखेरि, अथवा अहिले पनि निरन्तर हामी त्यो यात्रामा छौं, सबै प्रष्ट भइसकेको छैन। त्यस्तो समाजमा फेरि हामीले निरन्तर लागि पर्दै गर्दाखेरि आज देश भित्रको 7वटा प्रान्तभित्रको लगभग 65-66 जिल्लाहरू हामीले गठन गर्न सफल भयौं। सफल भएसँगै प्रत्येक निर्वाचनमा हामीले निर्वाचन आयोगसँग दर्ता गर्दै निर्वाचनमा हामीले उम्रिँदाखेरि मंगल नेशनल अर्गनाइजेसनको यस क्षेत्रबाट पनि तेस्रो पोजिसन आउन सफल भयो नि। यहाँ मात्र होइन, आदरणीय बुबाआमा उदयपुर लगायत विभिन्न ठाउँहरूमा, त्यसै गरी इलामहरूमा पनि केही झिनो भोटले गर्दाखेरि मात्रै हार भएको छ। त्यसले के देखायो भन्दाखेरि मंगलको नामै सुनिँदैन भन्ने समाजमा मंगल नेशनल अर्गनाइजेसनको नाम अब गुन्जिन थालिसकेको अवस्था छ। अब त्यस सँगसँगै अब फेरि अर्को प्रश्न फेरि आउँछ समाजमा, मंगल नेशनल अर्गनाइजेसनले खोइ के गर्यो, खोइ केही गरेको छैन भन्ने फेरि अर्को सामाजिक प्रश्न है यो। मैले यो आउनु पर्छ, त्यो नआए त हामीले पनि सिक्न पाउँदैन रहेछौँ नि त। त्यो प्रश्न गर्दा फेरि त्यही त हो, एमएनओले केही त गरेको छैन भनेर फेरि त्यो एमाले कांग्रेस माओवादीको झोले भएर हिँड्ने त कुरा भएन। सही कुरामा हिँड्नुपर्छ, दुःख छ, संघर्ष छ। हामीलाई भत्ता तलब पनि आउँदैन, कतिले त भन्छ कति पैसा आउँछ, भत्ता तलब कति आउँछ भन्ने कुरा पनि होइन। अब त्यस्तो समाजमा फेरि हामीले फेरि भर्खरै हामीले जवाब दियौं। मंगल नेशनल अर्गनाइजेसनले झापाको मेचीनगर 2 स्थित शान्ति मार्गमा मंगल रिसर्च सेन्टर भवन हामीले निर्माण गरिदियौं। त्यो सँगसँगै पश्चिममा दोलखाको जलन्धर पाखरिङ भन्ने अग्रज व्यक्ति, जसले 47 सालको संविधान त्यस्तो संकटकालमा पनि 58 सालमा माओवादीको बिगबिगिङमा पनि यो संविधान हिन्दू आर्यको लागि मात्रै बनेको संविधान हो। यसमा मंगल मूलवासीहरूको अस्तित्व अधिकार सुरक्षित छैन, किनकि हामीलाई त आदिवासी जनजाति मतवाली दलित अनेक बनाएको छ नि त, नभएको कुराहरू बनाइदिएको छ, हामी स्वीकार्दै आएको अवस्था थियो नि त। त्यस्तो अवस्थामा पनि जलन्धर पाखरिङ जस्तो व्यक्तिले चाहिँ त्यति बेला त्यो संविधान जलाइदिएको थियो। त्यस्तो अग्रज व्यक्तित्वको चाहिँ हामीले घर बनाइदिएको छौं पश्चिममा। त्यसै गरी यहाँ तपाईहरुले सुनिसक्नु भएको छ, दिलीप धिमाल अहिले केन्द्रीय सर्वोच्च सभा सदस्य हुनुहुन्छ, उहाँको पनि घर हामीले मंगल रिसर्च सेन्टर भवनकै छेउमा निर्माण गरिदियौं। संगठनले आफ्नो सांगठनिक भित्र यात्रा गर्दाखेरि अग्रज व्यक्तित्वलाई मूल्याङ्कन गर्दै हामीले त्यसरी सम्मान कार्यक्रम अगाडि बढाइरहेका छौं। अहिले तत्कालीन सन्दकपुरमा पनि हामीले मंगल म्युजियम भवन निर्माण गर्दैछौं, तपाईले देख्दै हुनुहुन्छ। एमएनओले गर्दैछ, संगठन भित्रबाट त्यो अभ्यास सुरु गरेको छ। तर यस संगठनबाट अब यस संगठनका कार्यकर्ताहरूलाई चाहिँ एउटा प्रतिनिधित्वको रूपमा हामीले सरकारमा पुर्याइसके पछाडि त्यस पछाडि एमएनओले फेरि सार्वजनिक रूपमा के हो असली विकास समृद्ध के हो त्यो अगाडि बढाउने छ। यो बाटोघाटो पोल बिजुली लाउँदा नै तपाईहरुले विकास मान्दै हुनुहुन्छ, त्यो आवश्यक छ। त्यही मान्दैन तपाईँ हामीले आफ्नो भोटको मूल्याङ्कन अझै पनि गर्यौं भने तपाई हाम्रो उज्जवल भविष्यको कुरा हो। दूरदर्शी राजनीति, स्थायित्व राजनीति अन्तर्गत बनाउने देश निर्माण बनाउने जुन हामीले सोच बनाइरहेका छौं नि, त्यसमा डिस्टर्ब हुन्छ। यस्तो कुराहरुमा त्यो त गर्नुपर्छ त, त्यो त गर्ने कुरा हो क्रमिक रूपमा। तपाई हामीले जिताइसके पछाडि जुनै प्रतिनिधिले पनि त्यो गर्ने काम हो, ढोग्नु नपरोस्, खुट्टा ढोग्नु नपरोस्। त्यो नढोगिकन तपाई हाम्रो आवाजलाई चाहिँ सुन्दै हुने त्यो खालको माहौल खडा गर्नको लागि पनि
हाम्रो उद्देश्य हो। हामी जितेर जानु मात्र होइन, जिते सँगसँगै तपाईँ हाम्रो सबैजनाको चाहिँ एउटा जितको महसुस गराउन सक्ने त्यो चाहिँ स्थापित गर्नको लागि पनि हामीले यो अभियान चलाइरहेको तपाईँहरूलाई प्रश्न गराउँदै अन्य कार्यक्रमहरूमा आफ्नो भनाइहरू विशेष अन्य कार्यक्रमहरू पनि राख्ने बाचा गर्दै र आयोजक सभालाई मेरो कुराहरू राख्न दिएकोमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईँहरू माझबाट यति कुरा राख्दै बिदा हुन चाहन्छु। हस्त फेरि पनि जय मङ्गोल।